यो रोलमा पहिले चाहिँ उहाँहरूले नसरुद्दिन शाहलाई खेलाउने कुरा भएको छ होइन। अनि नसरुद्दिन शाह चाहिँ अब त्यो स्वास्थ्यको कारणले म चिसो ठाउँमा जान्न भन्नुभएछ। अनि त्यसपछि अनुपम खेरजीलाई उहाँहरूले एग्रिमेन्टै गराउनु भएको छ। ए हो र अनुपम खेर सरको एग्रिमेन्ट ए हो। अनि एग्रिमेन्ट गरेर अब लेनदेन पनि भएको छ होइन। त्यसैले मलाई देन मात्रै भएको छ, देन मात्रै भएको छ, फेरि लेन भएन, फिर्ता आएन। देन मात्र भएछ सर, देन भएको छ होइन। अनि त्यसैले मलाई अलिक कम भएको छ पछि। ए हो अनुपम खेर जस्तो त्यस्तो ठुलो आर्टिस्टले खेल्ने भनेर छान्न भएको रोल, तर पछि उहाँहरूको के कुरा ठ्याक्कै भएन। अनि त्यसपछि त्यो रोल घुम्दै घुम्दै मलाई आइलाग्यो। मेरो भाग्यमा रहेछ, मैले खेल्न पाएँ। अनि यो कुरा अस्तिका मिडियामा यो कुरा गर्दाखेरि चाहिँ मुनितिर कमेन्टमा गफ लाग्यो भनेर हाम्रो प्रोड्युसरलाई रिस उठेछ क्या। अनि उसले फेरि पुरा एग्रिमेन्टै फेसबुकमा सेयर गरेर आएको थियो। त्यो त गर्नुहुने फेरि मैले माफ माग्नु पर्यो। तर त्यो अब नेपाली भाषीहरूको कथा भएको हुनाले उहाँहरूलाई भन्दा मलाई सुहायो एकदम त्यो त डेफिनेटली।